akan kemudian melakukan proses dan anak dia penatasan itu समाजसेवी आमा समूह
ढुकुटी महिला टोल विकास संस्था। मान्छेहरुको भिडभाड ज्यादा छ नि यो वर्ष। पशुपति टोल विकास संस्था तुलसीपुर 7 बनहरी।
कृषि परिषद के भन्छ कम्प्युटर
मान्छे बोले हो के फरक पर्छ आउनु आउनु सेकेंडरी स्कूल में यता यता यही बगालसँग मिसेर भित्रतिर गइरहन्छ यताबाट घर निस्किनु पर्न सर सँगै जाउँला बगाल सेकेंडरी स्कूल हम लोग महानगरपालिका समाज सेवी आमा समूह हुनुहुन्छ तुलसीपुरको महानगरपालिका जान पञ्चायत होला उहाँले पैसा हुनुहुन्छ यहाँ पनि धन्यवाद गर्न चाहन्छु Oye, Bipna,
अलिकति परिवर्तन गरेको आधी घन्टा पहिले सुन्दर लामोलाई विश्वविद्यालय त्यसै गरी गाउँदेखि आमा समूह तुलसीपुर उपमहानगरपालिका 19 बिसौरी दाङमा छ। यहाँ बाल्नु भएको छ, यहाँलाई पनि धन्यवाद। र नेपाल घरेलु तथा सादा उद्योग महासङ्घ तुलसीपुर दाङको तर्फबाट पुरानो स्वागत व्यक्त गर्न चाहन्छ। धुलो मात्रै महिला संघका दिदीबहिनीहरूले पनि आफ्नो ब्यानरलाई सम्बोधन गरिसक्नु भएको छ। यो अवसरका लागि तपाईँहरूको ब्यानर सुरक्षित तरिकाले यो गाडीको घरमा राखिदिनुहोला। महिला टोल विकास संस्थालाई देखिराखेको छु। तुलसीपुर उपमहानगरपालिका 4 रक्षा चौखान, त्यसै गरी प्रगतिशील टोल विकास संस्थालाई पनि देखिराखेको छु मैले। तुलसीपुर उपमहानगरपालिका 4 रक्षा चौखान महोत्सव स्थल चाहिँ आज बन्दैछ। जिल्लालाई अझ धेरै सुन्दरता बनाउनका लागि तपाईँको यो भिन्न दाजुहरू उपस्थितिले जनाइसकेको छ कि तुलसीपुर महोत्सव साँच्चीकै सुन्दर, भव्य, सभ्य अनि शान्त तरिकाले आयोजना हुँदैछ।
स्थानीय उत्पादनलाई प्रवर्धन गरौँ, औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार भन्ने मूलमन्त्र सहित नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर दाङले आयोजना गर्न लागेको प्रथम तुलसीपुर महोत्सव 2082 को यो सुन्दर क्रस यात्रामा छौँ हामी। र भिलकुटी महिला टोल विकास संस्था अगाडि बढ्नुहोला र तपाईँ सबैजना आफ्नो ब्यानर सहित पछाडि छ्याप्प यो सांस्कृतिक कार्यक्रमको मञ्च पछाडि लाइन राखिदिनु होला। अलिकति तपाईँले आफ्नो ब्यानरलाई यहाँ देखाइदिनु भयो भने सजिलो हुनेछ। मैले अघि पनि जोडेको छु, यो तुलसीपुरको नादोसँग जोडिएको महोत्सव, यो तुलसीपुरको संस्कृतिसँग जोडिएको महोत्सव, यो तुलसीपुरको पर्यटनसँग जोडिएको महोत्सव, यो तुलसीपुरको थुप्रै सम्भावना भएका आफ्नै मौलिक वेशभूषा र आफ्नो जात जातिका परम्परासँग जोडिएको यो महोत्सवलाई सफल पार्ने हामी सबै तपाईँ हामीले मात्र हो। त्यसैले तपाईँहरूको उपस्थिति आज मात्र होइन, योभन्दा थोपर अक्टोबर 19 गतेसम्म रहनेछ, यसमा हामी विश्वस्त छौँ। यतिखेर बिहानी आफ्नो अलिकति यो बिहानी टोल विकास संस्था तुलसीपुर उपमहानगरपालिका 6 डुम्री गाउँ धामबाट हुनुहुन्छ। त्यसै गरी रूपली महिला सञ्जाल लगायतको टिमलाई अगाडि बढ्न म हार्दिक अनुरोध गर्न चाहन्छु। यदि मिल्छ भने अब चाहिँ थोरै बाजाबाट फ्युजन सुरु गरेको थियो हामी, तपाईँहरूले बाजा पनि सेट गरिदिनु भएको छ। बाजाहरू सुरु गर्नुहोस् थोरै सानो सानो म्युजिकमा। र यतातिर समाजसेवी आमा समूहले आफ्नो उपस्थित रहनु भएको छ, यहाँलाई धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी भिलकुटी महिला टोल विकास संस्थाले आफ्नो ब्यानर सहित मञ्च प्रवेश गर्दै हुनुहुन्छ, यहाँलाई पनि न्यानो स्वागत छ। त्यसै गरी प्रगतिशील टोल विकास संस्था रक्षा चौर दाङबाट हुनुहुन्छ। त्यसै गरी कञ्चधारा टोल विकास संस्था तुलसीपुर 10 बुझिरहेको छैन, म नजिक आएपछि सम्बोधन गर्ने नै छु। हाम्रो यो सुन्दर दिनलाई यहाँको सुन्दर उपस्थितिले साँच्चीकै सभ्य अनि भव्य भएको महसुस नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर दाङले आभास व्यक्त गरेको छ। भिलकुटी महिला टोल विकास संस्था तुलसीपुर 4 रक्षा चौर धामको टिम हाम्रो आदरणीय महिला दिदी बहिनीहरू प्रवेश गर्दै हुनुहुन्छ आफ्नो सुन्दर कलश यात्रा सहित। त्यसै गरी शिव मन्दिर योग साधना केन्द्र तुलसीपुर 12 टरी गाउँको टिम पनि हामीलाई साथ दिइरहनु भएको छ। समाप्त मञ्चको लागि मञ्चमा हाम्रो थुप्रै अतिथिहरू देखिराखेको छौँ। यो औपचारिक कार्यक्रम महासचिव टिमको हातमा भएको कारणले व्यक्त गर्नुहुनेछ। र हाम्रो दिदीबहिनीहरू सँगसँगै बाजा सँगसँगै लाइनमा निस्किनु भयो भने अझ धेरै समय बस्छ कि भन्ने हो। ठिक छ, थोरै प्रस्तुतिपछि तपाईँहरू यहाँबाट निस्किनुहुनेछ। भिलकुटी महिला टोल विकास संस्था तुलसीपुर उपमहानगरपालिका रक्षा चौर धाम, प्रगतिशील टोल विकास संस्था रक्षा चौर धाम लगायतको टिमलाई पनि म धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छु। आफ्नो ब्यानर सँगसँगै तपाईँको ब्यानर सँगसँगै निस्किनु होला। मेबी अझै आधा घन्टा लाग्छ, मलाई थाहा छ। यति ठुलो महोत्सवलाई तपाईँहरूको भव्य उपस्थितिले यो महोत्सव परिपूर्ण पार्नुहुनेछ, यसमा म विश्वस्त छु। प्रगतिशील टोल विकास संस्था
र दिदीबहिनीलाई पनि न्यानो स्वागत सम्मान व्यक्त गर्न चाहन्छौँ। स्थानीय उत्पादनलाई प्रवर्धन गरौँ, औद्योगिक वातावरणको सुधार दिगो अर्थतन्त्रको आधार भन्ने मूलमन्त्र सहित पञ्चधारा टोल विकास संस्थाले पनि आफ्नो उपस्थिति जनाउनु भएको छ। तुलसीपुर महोत्सवलाई सम्बोधन गर्नका लागि आउनु भएको छ, नामको दान बनाउनु भएको छ। झाँकी प्रदर्शनमा सहभागिताका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसैगरी राम जानकी टोल विकास संस्था